सिस मोस्ट इम्पोर्टेन्ट कुरा मेरो लागि हामीले 6-7 महिनाको लागि पुग्ने ब्याकअप कति युरो जति हुनुपर्छ हजुर प्लिज एक्सप्लेन सिस भनेर भन्नुभएको छ। मैले जाने कुरा चाहिँ म हजुरहरूलाई भन्छु हस्। म चाहिँ अहिले पार्कमा हावा खाँदै बसिरहेको थिएँ, सो कमेन्टको रिप्लाई गर्छु भनेर हो। यो चाहिँ एक्ज्याक्टली यति भन्नु भन्दाखेरि पनि तपाईँ कुन ठाउँमा बस्नुहुन्छ भन्ने कुरा त्यो ठाउँ अनुसारले पनि डिपेन्ड हुन्छ। जस्तै अहिले म यो बार्सिलोनाको हस्पिटालिटीको नजिकै पब्लिक आशा भन्ने ठाउँ छ, म चाहिँ त्यहाँनिर बस्छु। अनि त्यहाँको अहिलेको रेन्ट रेसियो भनेको चाहिँ 250सम्म छ एकजनाको। त्यो चाहिँ रुम एउटै सिङ्गल रुम चाहिँ पाइँदैन, प्राय चाहिँ हामी साथीहरूसँग बसेर मिलेर बस्नुपर्ने हुन्छ। सो 180 देखि 250सम्मको रेसियोमा चाहिँ रुमहरू पाइन्छ साथीहरूसँग मिलेर बस्ने। अनि खानाको लागि लगभग अब साथीहरूसँग मिलेर खाँदा 100 जतिले पुग्छ। सो 250 350 भयो। अनि अर्को 50 युरो चाहिँ मेट्रो खर्च अनि यो मोबाइलमा डाटाहरू हाल्नको लागि भयो। सो 250 प्लस 50 मेट्रोहरूमा गर्नको लागि भयो 300 युरो भइहाल्यो। अनि 100 युरो खानालाई भयो 400 युरो भइहाल्यो। सो 100 युरो चाहिँ तपाईँलाई यसो पकेट मनी चाहियो भने 400 युरो भनेपछि 500 युरो भयो। सो टोटल 500 युरोले चाहिँ एभ्री मन्थ नर्मली सिम्पल साधारण जिन्दगी बाँच्न चाहिँ सकिन्छ। यो हाम्रो यो बार्सिलोनाको यो हस्पिटालिटी एरियातिर है। यो चाहिँ हस्पिटालिटी एरियाको कुरा भयो। अनि तपाईँ अलिक गाउँतिर बस्नुहुन्छ भने चाहिँ गाउँतिर चाहिँ रुम रेन्ट सस्तो पर्छ। त्यो भएको कारणले गर्दा रुम रेन्ट 100 जतिमा आयो भने 100 रुम रेन्ट भयो। अनि 100 रुपियाँ पकेट खर्च भयो। अनि 100 रुपियाँ खानु भयो भने चाहिँ लगभग 300 जतिले चाहिँ गाउँ एरियातिर चाहिँ पुग्छ। तर यता बार्सिलोना एरिया अलिकति सिटी एरियातिर चाहिँ लगभग 500 युरो चाहिने हुन्छ। अब यो त आफूले कति खर्च गर्छ कुन तरिकाले चल्छ भन्ने आफूमा डिपेन्ड हुने कुरा हो। तैपनि ओभरअल चाहिँ यति लाग्छ मन्थली है। अनि त्यसरी स्टार्टिङमा मेन खर्च भनेको चाहिँ त्यही हो, त्यो पात्रोमेन्तो गर्नको लागि चाहिँ पैसा अलिकति ज्यादा लाग्छ। आउनु बित्तिकै लाग्ने पैसा भनेको चाहिँ त्यसको लागि हो। अब अहिले 1 वर्ष 2 वर्ष त्यो हेरी बनाउने सिस्टम छ। अब चलिरहेको सिस्टम मैले यसो साथीभाइसँग गफ गरे अनुसारले अनि त्यो चाहिँ 1000 भन्दा माथि कोही बेला अब नलाग्ने कम लाग्ने त्यो अनुसार हुन्छ। सो स्टार्टिङमा आउँदा लगभग 1200 प्लस रुम रेन्ट खानाको लागि। अनि त्यसरी एभ्री मन्थ 500 को दरले चाहिँ तपाईँलाई त्यसरी खर्च लाग्छ। अनि यो चाहिँ भनेको मैले सिङ्गलको लागि कुरा गरेको हो। डबलको लागि कुरा गर्दाखेरि चाहिँ 2 जना पार्टनर बस्दाखेरि चाहिँ एउटा रुमको चाहिँ नर्मली यहाँ चाहिँ 500 युरो र 550 सम्ममा चाहिँ पाउँछ है। 500 to 550 सम्म रुम पायो भने पछाडि अब खाने खर्च अनि मेट्रो गर्दाखेरि चाहिँ अब 100 युरो अब मोबाइलमा डेटा अनि त्यसरी मेट्रो कार्ड गर्दाखेरि 2 जनालाई 100 भयो 600 भयो। अनि अब 100 देखि 200 सम्म खानको लागि गर्दाखेरि 700-800। सो तपाईहरु डबल हुनुहुन्छ भने चाहिँ 2 जना सँगै बस्ने योजना हुनुहुन्छ भने चाहिँ लगभग 700 देखि 800 एकदमै कन्जुसाइ गरेर अब खर्च बचाउने तरिकाले गर्दाखेरि चाहिँ 800 सम्ममा चाहिँ तपाईँ सर्भाइभ गर्न सक्नुहुन्छ। यो बार्सिलोनाको यो हस्पिटालिटी एरिया यो पब्लिक आशा यो एरियातिर चाहिँ तपाईहरुले सर्भाइभ गर्न सक्नुहुन्छ। सो दिस इज द थिङ मैले चाहिँ बुझेको अनुसारले मैले तपाईहरुलाई भनेको। अब तलमाथि केही लाग्यो भने तपाईहरुले सभ्य भाषामा कृपया कमेन्ट गर्न सक्नुहुन्छ। इट्स ऑल yours, okay? It's free. And then one more thing, please guys, युट्युबमा गएर भिडियो हेर्नु न, कमेन्ट गर्नुस् न, सब्स्क्राइब गर्नु न। सो टुडेको लागि चाहिँ बाइ बाइ।